बिहान उठ्ने बित्तिकै चाहिँ म सबैभन्दा पहिला खाली पेटमा यो मेरो थाइराइडको दबाई खाने गर्छु। यो चाहिँ मेरो 100 mg को दबाई हो। तपाईँहरू कति mg को दबाई खानुहुन्छ? यो चाहिँ मलाई भएको लगभग 3 वर्ष भयो। मलाई चाहिँ बाबु पेटमा आउँदाखेरि यो देखिएको थियो। डाक्टरले चाहिँ मलाई डेलिभरी भइसके पछाडि तपाईँको यो नर्मल पनि हुनसक्छ भन्नुभएको थियो, तर मेरो चाहिँ नर्मल भएन है। डेलिभरी हुनुभन्दा अगाडि चाहिँ म 50 mg को दबाई खान्थेँ। त्यस पछाडि चाहिँ मैले अहिले 100 mg को दबाई खाइरहेको छु। अहिले चाहिँ डाक्टरसँग सोद्धाखेरि के बार्नुपर्छ यसको लागि चाहिँ भनेर भन्दा कुनै पनि डाक्टरले मलाई केही पनि बार्नु पर्दैन, तपाईँले दबाई चाहिँ कन्टिन्यू गर्नु, दबाई चाहिँ नछुटाउनु भनेर भन्नुभयो। दबाई चाहिँ मैले कन्टिन्यू नै गरिरहेको छु, छुटाएको छुइनँ। तर पनि मैले जहिले चेकअप गराउँदाखेरि कहिले पनि मेरो चाहिँ थाइराइड घटेकै हुँदैन। अनि फेरि मैले केही बारेको पनि हुँदैन क्या खानेकुराहरू, चिसो तातो जे पनि अब अमिलो पिरोहरू खाइरहेको हुन्छु। तर मलाई यो खाँदाखेरि चाहिँ घाँटी सुन्ने जस्तो, हात खुट्टा सबै दुखे जस्तो, गले जस्तो महसुस हुन्छ। मोटोपन बढाउने र सुकाउँदै जाने थाइराइड हुँदो रहेछ। फेरि जसको चाहिँ ज्यान छैन उसैलाई चाहिँ सुकाउने थाइराइड भइदियो। तपाईँहरू चाहिँ के खानेकुरा बार्नुहुन्छ भनिदिनु है त मलाई पनि। यति भन्दै आजको भिडियो चाहिँ यति नै। बाई।